सो इट्स बिन अ लङ टाइम सिन्स आई हेभन मेक अ भिडियो है सो 3-3.5 महिना जति भयो होला सो मैले भिडियो बनाउनु छोडेको सो अभियसली हु केयर्स आई नो द्याट होइन मतलब कतिजनाले मेरो च्यानल छ भनेर थाहा पनि छैन होला दे हेभ नो आइडिया द्याट आई हेभ अ युट्युब च्यानल विच इज बेस्ड अन टेक भिडियोहरू जुन चाहिँ अपलोड भइरहन्छ भनेर सो बट या इट्स अ भेरी मतलब यो ग्यापमा चाहिँ धेरै कुराहरू सिक्यो सो आई थिङ्क लाइफ इज जस्ट रोलर कोस्टर होइन अप्स एन्ड डाउन्स होइन कहिलेकाहीँ कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ कहिलेकाहीँ डिस्ट्र्याक्सनहरू पनि आउँदो रहेछ कहिलेकाहीँ लाइफमा एकदमै फोकस्ड भएर हुन्छ नि लाइफको जर्नीमा एकदमै फोकस भएर आफ्नो एमलाई आफ्नो एम्बिसनलाई उ गर्दाखेरि कहिलेकाहीँ डिस्ट्र्याक्ट भइदो रहेछ सो या सो स्मल डिस्ट्र्याक्सन सो आइ एम नट गन मतलब गिभ अप द्याट इजी होइन सो आई नो मतलब मैले जति मैले आउटकम मैले सोचेको रिजल्ट सोचेको जस्तो भएको छैन बट हार्डवर्किङ त्यसको 1 मिलियन टाइम्स बिलियन टाइम्स भएर पनि होइन सो यु नो द्याट मतलब 600-700 भिडियो मैले हालिसकेँ अहिलेसम्म 650 कि लगभग 700 भिडियो हालिसकेँ ओन्ली 209 सब्सक्राइबर मात्र छ बट इट डज नट यु नो it does not stop me to मतलब you know follow my passion or my because I just love this thing you know I'm very passionate about you know making a content you know video content whatever the thing it is especially मतलब tech field मा चाहिँ एकदमै passionate छु so I like to learn I like to embrace whatever the thing it is त्यही भएर पनि मैले based on tech coding या programming related जति पनि टेक्नोलोजी टेक्निकल भन्दा पनि टेक्नोलोजी बढी रिलेटेड चाहिँ मैले भिडियो बनाइरहेको हुन्थेँ र अब जस्ट 3.5 महिनापछिको ग्यापपछि चाहिँ आज फेरि कन्टिन्यू गर्दैछु सो आई होप यु विल गन you know wish me best wishes for best of luck or whatever the thing is so तपाईहरुलाई पनि लाइफमा तपाईहरु सबैजनाको लागि you know best wishes from me हैन so yeah so there's a saying that if you love something or someone you will goes back to them goes back to that thing भनौं न तब it will come back to you भन्छ नि सो अथवा वाइस वर्सा यो वाइस वर्सा काम हुन्छ यस्तो भनौं न सो मतलब अप्लाई हुन्छ भन्नु खोजेको सो आई होप यु गाइज आई विल नट यु नो बोर्ड यु है म तपाईहरुलाई धेरै बोरिङ गर्न चाहदिन सो मेरो सायद यहाँ ओबिएस स्टुडियो उ भइरा होला हैन स्क्रिनमा स्विच भयो होला मेरो विचारमा स्क्रिनमा स्विच गरिसकेपछि गुगल क्रोम मैले अलरेडी खोलेर राखिसकेको छु मेरो डेस्कटप तपाईहरुलाई म देखाउँदिन किन भन्दाखेरि डेस्कटप म देखाउँदिन भन्दा पनि देखाइहाले सायद क्रेन जस्तो लाग्छ मेरो विचारमा त्यो बर्ड वाल त्यो बाइ डिफल्ट आफै आको सो के गर्छु भन्दाखेरि चाहिँ ओके सो म यो मेरो खोल्छु र obviously त्यही हो टेक रिलेटेड एआई रिलेटेड मेसिन लर्निङ आर्टिफिशियल इन्टेलिजेन्स टेक्नोलोजी प्रोग्रामिङ कोडिङ पाइथन यस्तो कुराहरुकै बारेमा मात्र हुन्छ मेरो यो च्यानलमा चाहिँ मेरो अर्को पनि च्यानल छ जुन चाहिँ तपाईले गएर गर्न सक्नुहुन्छ जुन चाहिँ मेरो भ्लगिङ त्योहरु पनि छ त्यो पनि म तपाईँ यो एडभर्टाइज इन्डोर्स गर्न चाहन्छु अथवा भनौं न एउटा मार्केटिङ स्ट्र्याटेजी भनौं न तर सब्स्क्राइबर छैन र पो त सो म यो अहिले यो त्यति मेरो विचारमा अलि खासै इम्पोर्टेन्ट छ जस्तो लागेन सो रादर देन जस्ट म तपाईहरुलाई के देखाउन खोजेको भन्दाखेरि चाहिँ जस्तै च्याट जीपीटीमा धेरै फिचरहरु आएको छ जुन चाहिँ मैले 3.5 महिना पछिको ग्याप पछि भिडियो बनाएको छु र अनि यसको फिचरको बारेमा भन्न आँटिरहेको छु जुन चाहिँ अब टेक्नोलोजीहरु र्यापिडली ग्रो भइराछ हैन एक्सपोनेन्शियली र्यापिडली पनि हैन एक्सपोनेन्शियली भनेको तपाईको कस्तो हुन्छ भने एउटा अल्टरनेटिभ केस यस्तो हुन्छ लिनियर ग्रो र एक्सपोनेन्शियल ग्रोथमा के फरक छ भन्दाखेरि लिनियर ग्रोथ भनेको स्टेप बाइ स्टेप 1 2 3 4 5 6 हैन एक्सपोनेन्शियली भनेको 1 देखि एकचोटी 100 1 देखि एकचोटी 1 मिलियन भने जस्तो हुन्छ एक्सपोनेन्शियल ग्रोथमा चाहिँ अब किन भन्दाखेरि obviously टेक्नोलोजीहरु एकदमै फास्टली इभल्भ भइराछ हैन अब पहिला जस्तै मानौ कुनै एउटा obviously यो कुराहरु म भनिरहनु पर्छ जस्तो लाग्दैन धेरै नै एक्सप्लेनेसन दिए जस्तो हुन्छ सो त्यही भएर धेरै बकबक गर्नु भन्दा पनि आई विल जस्ट शो यु दैट नयाँ फिचरहरु के छ जस्तै मैले यो शपिङ रिसर्चको बारेमा मैले बनाएको छैन यसको बेस्ड अन हैन जस्ट तपाईहरुले शपिङ पनि गर्न सक्नुहुन्छ अब जस्तै मानौ फाइन्ड मी PlayStation PS5 find me PS5 best shopping store
बेस्ड अन नेपाल एन्ड इन्डिया लेख्दिउँ मानौँ यहाँ नेपाल मात्र लेख्दिउँ बेस्ड अन नेपाल बेस्ड इन नेपाल हुन्छ कि अन नेपाल बेस्ड अन नेपाल बेस्ड इन नेपाल हुन्छ अथवा बेस्ड अन नै हुन्छ हैन तर यो मैले अलिकति हल्का ग्रामेटिकली इनकरेक्ट बट इट डजन्ट मतलब यो अटो करेक्ट भइहाल्छ किनभने एआई ले डिटेक्ट गर्न सकिहाल्छ यो कुराहरु फाइन्ड मी PS5 अथवा फाइन्ड मी बेस्ट PS5 शपिङ स्टोर स्टोर बेस्ड अन नेपाल यो अब obviously ग्रामेटिकली यो सेन्टेन्स छ यो इनकरेक्ट छ बट कुरा के छ भन्दाखेरि यो मैले भने अटो डिटेक्ट गरिहाल्छ यो खासै त्यस्तो सेन्टेन्स तपाईले क्लियरली एकदम मिलाएर लेख्नुपर्छ भन्ने छैन उले अटोमेटिकली डिटेक्ट गर्न सक्छ के उले के गर्न खोजेको त्यो क्वेरी हुन्छ त्यो क्वेरी उले समात्छ के एआई ले अथवा यसको उसले फाइन्ड मी बेस्ट PS5 शपिङ स्टोर बेस्ड इन नेपाल या बेस्ड अन नेपाल where it should be cheap rate compared to other store or any rigid amount rigid price लेट्स से मतलब यसरी गरौँ अनि यो शपिङ रिसर्चले के गर्छ भने तपाईको शपिङ बेस जति पनि छ शपिङको कन्टेक्स्टमा चाहिँ यसले सब यताउति गर्न अब जस्तै प्रिफर्ड कस्तो कन्भिनियन्ट छ नि त कस्तो कन्भिनियन्ट पारेछ कि एकदमै इन्ट्युटिभ भन्नाले नेपालीमा सहज भन्छ कन्भिनियन्ट भन्नाले सुविधाजनक भन्छ हैन जुन चाहिँ अब एकदम लाभदायी सुविधाजनक छ के एकदम सजिलो छ के एकदमै कन्भिनियन्ट छ के एआई ले के चाहिँ गर्न सक्छ जस्तै अब ग्यादरिङ रिक्वायरमेन्ट एक्स्ट्रा कन्ट्रोलर मैले यहाँ के सर्च गरिन किन मैले यहाँ गरिन त्यही भएर आफै गरे इम्पोर्टेन्ट एक्स्ट्रा कन्ट्रोलर वारेन्टी अफर फास्ट डेलिभरी हेरौँ न continue गरौँ considering the soft for 1 minute best place to buy a PS5 in Nepal right now अनि यस्तो summary detail lowest 85,000 छ हैन PlayStation 5 Slim Deluxe Edition अब यो एउटा भेरिएन्ट हो हैन जस्तै अब आइफोन को रेगुलर फ्ल्यागशिप मोबाइलहरु जस्तै आइफोन 17 अनि त्यसै 17 प्रो 17 प्रो म्याक्स त्यसो हुन्छ नि PlayStation 5 Slim Deluxe Edition PlayStation 5 डिजिटल एडिसन ब्लुरे सरी नट ब्लुरे के थियो यार PlayStation 5 के थियो जस्तै PlayStation 4 Slim PS4 Slim अनि PS4 Pro PS4 Pro PS5 Pro त्यस्तै हो के मतलब एउटा भेरिएन्ट हो मोबाइलको जस्तै यहाँ छ भनेपछि तपाईले भेरी लो प्राइसमा चाहिँ लिमिटेड स्टक रहेछ त्यही पनि 87,000 मा अब यहाँ डिटेलिङ पनि दिएको छ अनि किन चिप कसरी चिप यस्तो किन यस्तो उस्तो समरी ओके हायर प्राइसमा चाहिँ लगभग 99 आमामा यार PlayStation 5 Slim Deluxe हायर प्राइस बट मार्केट प्लेस कन्भिनियन्स रे फेरि लिमिटेड स्टकमा अब त्यो अफरमा हो कि क्या हो त्यसो भए यो पनि देखाएको छ धेरै कुराहरु डिटेलिङ छ अब जति डिटेलिङ भयो त्यति नै हाम्रो लागि कन्भिनियन्ट भयो त्यति नै हाम्रो लागि इन्ट्युटिभ भयो हैन सो अब शपिङ रिसर्चले हामीलाई धेरै अब जस्तै मानौ यो एकछिनको लागि PS5 अलिकति यो अलिकति भनौं न एकदमै त्यति धेरै उ नहोला हैन यसको डिटेलिङ नहोला जस्तै मानौ मैले I want to buy Levi's jeans best okay Levi's jeans where it no okay I want to buy where can I find in a reasonable price and also a quality सस्तो राम्रो भरपर्दो टिकाउ हो के also पसलमा गएर म जहिले त्यसै भन्छ के सस्तो राम्रो भरपर्दो टिकाउ and also quality product I want to buy Levi's jeans where can I find in a reasonable price and also a quality product you know nearby
ईस्टर्न साइड अफ नेपाल एकदम हैन ईस्टर्न साइड अफ नेपाल भने चाहिँ हाम्रो यहाँ अब जस्तै मैले धरानमा छु मलाई ईस्टर्न साइडको जस्तै अब झापा बिर्तामोड इटरी विराटनगर यहाँ जति पनि छ यो एरियामा जुन चाहिँ अब ठुलो एरियामा जहाँ चाहिँ राम्रो छ त्यहाँ म किन्न चाहन्छु भनेर मैले अब चाहेर यसरी चाहिँ मैले गरेँ भने सो इट्स मलाई सजिलो अलिकति कन्भिनियन्स जस्तै प्रिफर फिट स्टाइल रेगुलर गर्दा पनि हैन टेपर रिल्याक्स स्लिम आमा मलाई यार धेरै त म यार 1500 1600 1700 को लाउँछु म very best to multi brands to local boutique online delivery हेरौँ हैन looking for budget Levi's jeans रे मतलब कतिको कन्भिनियन्ट छ नि त जस्ट आफूले त्यो बारेमा रिसर्च गर्यो यो डिटेलिङ लियो हैन एकदमै प्रोपर डिटेल लिएपछि प्रोपर रिसर्च गरिसकेपछि आफूलाई सजिलो भयो नि त ओके सो यो यस्तो यस्तो रहेछ यो यस्तो यस्तो रहेछ हामीले यही अनुसारले गर्नु पर्ला भनेर धेरै बार्गेनिङ पनि गर्नु पर्दैन सो इट्स भेरी कन्भिनियन्ट सो दिस इज हाउ यु डु इट एन्ड इफ यु क्यान मतलब यस्तो कुराहरू एकदमै आफूलाई अब अलिक मजाले अझ मैले सायद राम्रोसँग यसलाई अझै पनि अप्टिमल वेमा युज गरिरहेको छुइनँ कि अझै पनि मैले यसको बेस्ट पिक यसको पर्फर्मेन्स निचोडेको छैन कि यो जुन टुलको मोडलको भनौँ न यो ChatGPT मोडल या टुलको भनौँ न यो AI टुलको सो इफ आई मतलब अब कतिजना इन्जिनियरहरू हुनुहुन्छ कतिजना सफ्टवेयर डेभलपर सफ्टवेयर इन्जिनियर या बिजनेसम्यान अब जो चाहिँ एकदमै उनीहरूको दिमाग पनि अनि एन्टरप्रेन्योरहरू जति पनि छन् हैन उनीहरूको दिमाग एकदमै नट लेजिटली मतलब एकदमै क्विक प्लस उनीहरूको एकदमै भनौँ न दे आर भेरी क्रिएटिभ अनि उनीहरूलाई थाहा छ कि अझै राम्रो प्रम्प्ट इन्जिनियरहरूले कस्तो दामी दामी प्रम्प्टहरू निकाल्न सक्छ जुन चाहिँ अब प्र्याक्टिसको जरुरी छ मलाई पनि हैन अब यत्रो ग्याप भयो मेरो पनि अनि त्यही भएर मलाई एकदम अलिकति अप्ठ्यारो पनि भइरहेको छ धेरैपछि यस्तो कुराहरू गर्दाखेरि हैन बट आई नो अब किनभने एकचोटि एउटा हुन्छ नि जस्तै एकचोटि साइकल चलाउन सिकेपछि घरिघरि सिक्नु पर्दैन नि त त्यही भएर मलाई थाहा छ नि त अन्दाज छ नि त मलाई सो द्याट इज अ थिङ सो ओके थ्याङ्क्स यो फाइनल कति टाइम लाग्यो यार अब अभियसली यो मोडलको उसको फरक पनि भर्सनको फरक पनि पर्छ अब जस्तै बाई भर्सनमा अलिकति फास्ट हुन्छ अलिकति के भन्छ अलि इफिसियन्ट हुन्छ जुन चाहिँ अब मैले फ्री भर्सन चलाएर चाहिँ यस्तै हो फ्री भर्सन गतिलो हुन्न जस्तै अब हाम्रो डिपसिकहरूको पनि त के छ नि त नयाँ नयाँ फिचरहरू आएको छ होला जुन चाहिँ मैले भने त आई एम भेरी भेरी अनफेमिलियर बिकज अफ त्यही हो अब ग्याप धेरै भएपछि अब डिपसिकको त त्यति धेरै त ऊ त रेन्ज थिङ भयो अब यो भनेको डिप थिङ्किङ भइहाल्यो सर्च तपाईँले सर्चहरू पनि गर्न सक्नुहुन्छ वेबसाइटहरू यसले टक्क लाएर इन्साइट्स निकालेर वेबसाइटहरू पनि सर्च गराइदिन्छ सो मलाई यो ChatGPTको सपिङको यो चाहिँ मलाई राम्रो लाग्यो सो दराजबाट भेटाएँ यार थैट यार ओके ठिकै छ नेपालमा अब कन्भिनियन्ट भनेकै थियो गुड प्लेस टु बाई Levi's जीन्स अनलाइन नियर इस्टर्न नेपाल रे ओके अब यहाँ देख्न सक्नुहुन्छ Levi's 505 दराजमा गयो अनि यहाँ देखाएको छ Levi's Strauss स्टे कम्फर्ट वाउ भेरी भेरी कुल सो यसरी चाहिँ अब तपाईको सपिङ रिसर्च चाहिँ मजाले गर्न सक्नुहुन्छ एकदम कन्भिनियन्ट वेमा एकदमै इन्ट्युटिभ वेमा सो अब अरू त के गर्नु जस्तै अरू छ फिचरहरू पनि जस्तै अब यो त पहिले थियो हैन क्यानभस वेब सर्च स्टडी एन्ड लर्न फोटोहरू यो त पहिले थियो हैन जस्तै यो क्यानभसहरू पनि पहिले थियो क्यानभा पनि यो नयाँ हो कि जुन चाहिँ एकछिन यसलाई म सपिङलाई हटाइदिनु पर्ला क्यानभा गरौँ हैन क्यानभा एक्चुअली हामी चलाउँदा त अब क्यानभा यस्तो छ कि अब यसले इन्टिग्रेट भएको के यो क्यानभा र के अरे यो जुन ChatGPT यो AI मोडल र यो क्यानभा जुन एउटा छुट्टै प्लेटफर्म छ जुन चाहिँ डिजिटल के अरे फोटो एडिटिङ एउटा सफ्टवेयर हो हैन जुन चाहिँ अब यिनीहरूले इन्टिग्रेट गरेपछि जस्तै मानौँ न क्रिएट एन्ड डिजाइन अथवा अब यस्तो हो कि कति प्रम्प्टहरू आफूले थाहा हुँदैन त्यही भएर हामीले यो प्रम्प्टहरू हैन एआईलाई नै सजेसन माग्दा हुन्छ कि एआईले नै सजेस्ट गरिदिन सक्छ कि हामीलाई बेस्ट प्रम्प्ट मानौँ न गिभ मी एन्ड बेस्ट प्रम्प्ट
to generate an best design for best design banner picture for tech YouTube channel. So हेरौँ है त प्रम्प्टहरु जेनेरेट गरिदिन्छ सो यु डोन्ट हैव टु वरी अबाउट दिस थिङ हैन मजाले जेनेरेट गरिदिन्छ अनि यहाँ एकदम डिटेलिङ हुन्छ जुन चाहिँ यो मैले आफै सोच्नको लागि त यो त धेरै दिन लाग्छ होला यस्तरी ल यो मतलब हैन अल्ट्रा मोडर्न टेक युट्युब च्यानल ब्यानर फ्युचरिस्टिक डिजिटल स्टाइल डार्क ब्याकग्राउन्ड विथ पर्पल एक्सन अब यस्तो छ है कति कुराहरु चाहिँ यस्तो आफूले बुझ्न पनि पर्छ हैन किनभने यो प्रम्प्ट त दियो तर अब आफूले त्यसको केही सेन्स नै लागेन भने त्यो जस्तो नराम्रो कुरा केही होइन इफ योर च्यानल इज अबाउट कोडिङ जब दिस लाइन एट द एन्ड ओके यो अलिकति अलाइन गर्छ मेरो च्यानलसँग एआई ब्रेन होलोग्राम यो गर्दैन टेक creating face glowing screen modern tech you want a personal brand look negative prompt use this to avoid bad result blurry low quality ha 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 pro tip generator let's say यो गरौँ है I like this idea so अब यो यस्तो गरौँ अनि प्लस यो पनि एट द एन्ड भनेछ नि त यो लाइन पनि एड गर्नु भनेछ सो जुन चाहिँ म यसलाई एड गर्दिन्छु so which is gonna be appropriate I know but let's see how it will gonna generate what kind of quality design it can generate भनौँ न so मलाई यसरी स्न्याप गर्न मलाई आउँछ okay what the fuck is this man here's a resume मैले यसमा जेनेरेट गर भनेको generate in here generate design generate and design भनौँ न generate and design भनेपछि यो कमान्ड मान्छ होला कि सायद मेरो विचारमा ChatGPT मा जेनेरेट हुन्छ नि त पिक्चरहरु पहिलेदेखि मैले कति युट्युबको थम्बनेल पिक्चरहरु जेनेरेट गरेर हुन्छु ग्राफिक्सहरु यताउति हैन जुन चाहिँ भेरी कन्भिनियन्ट मलाई लाग्यो यसरी इन्ट्युटिभ छ एकदमै इट इज के भन्छ यार I can't directly render this image here but you can generate an install using any AI image tool किन यस्तो भन्छ यार मिड जर्नी ब्यास ओके किन यस्तो भनेर कस्तो एकछिन है यो किन यस्तो भइरायो ओ आई एम नट स्योर व्हाई इट इज काइन्ड अफ किन त जेनेरेट त हुनुपर्ने हो why it is not generating so I have integrate the Canva tool with this AI tool so called ChatGPT so now generate and design like I said I don't know why it is not generating but कति टाइम भयो यार धेरै 18 मिनेट भइसक्यो सो I don't know जेनेरेट ओके जेनेरेट हुन्छ होला अब चाहिँ तर यार जेनेरेट हुनुपर्ने हो खै किन त्यस्तो भने हो कहिलेकाहीँ त यताउति प्रब्लमेटिक फेस हुन्छ अब त्यो कहिलेकाहीँ त्यो प्रम्प्ट राम्रोसँग त्यो के भन्छ एउटा यस्तो हुन्छ के प्ल्यागरिजम हैन प्ल्यागरिजम भन्दा पनि प्रम्प्ट मिसकन्सेप्सन हुन्छ के त्यही भएर पनि हो सो त्यो कारणले गर्दाखेरि चाहिँ होला मेरो विचारमा बट या ठिकै छ यतिको भने बनाएर देखाउने एक्सप्लोर द फ्युचर अफ टेक इनोभेट क्रिएट इन्स्पायर टेक ग्लोबल सेट म्यान सो आई होप यु गाइज गेट द पोइन्ट अब धेरै लामो बनाउन चाहदिनँ तपाईहरुलाई बोरिङ गराउन चाहदिनँ किनभने भिडियो मेरो जहिले पनि लामो भइरा हुन्छ हैन अनि एन्ड द्याट्स अ भेरी भेरी इन्कन्भिनियन्स फर द भ्युअर्स है जति चाँडो
भिडियो जति छोटो भयो भिडियो जति मैले चाँडो बनाएँ त्यति राम्रो हो हैन जति छोटो भिडियो भयो त्यति नै राम्रो हो हैन सो म फेरि त्यही हो रिटेक गरिरहँदिन एकचोटि बोलेपछि बोले गर्छु क्या त्यही भएर किनभने झ्याउ लाग्छ क्या त्यो रिटेकको अथवा रिटेक त गरिन्छ तर सुरुमा गर्छु म त्यो कहिले पनि त्यो बिचबिचमा काट्दै गर्दैन कि म बोलेपछि नन स्टप त्यो उनी हुँदैन कि मेरो त्यो भिडियो कट या भिडियो पज त्यस्तो केही नगरिकन सट्टै गरिदिन्छु सो द्याट इज द रिजन वाइ मेरो भिडियो लामो हुन्छ सो म त्यति कट गर्न मन लाग्दैन सो बिकज मेरो इन्भेस्ट जे भइरहेछ त्यसलाई म गर्न चाहदिनँ सो त्यही भएर सो आई होप यु गाइज गेट द पोइन्ट हैन मैले अब डिपसिक यताउतिको मैले धेरै तपाईँहरूलाई देखाइनँ हैन जस्तै अब मैले भनिहालेँ जेमिनी पनि त कति राम्रो भइसकेको छ अहिले हैन नत्र यसो गर्छु जेमिनीको नेक्स्ट भिडियोमा चाहिँ म तपाईँहरूलाई देखाउँछु यसको जति पनि एआई टुललाई कसरी के युज गर्ने यसमा के नयाँ आएको छ भनेर हैन बट दिस इज भेरी अझ यो जेमिनी त अहिले अझै खतरा भएको छ भन्ने सुनेको थिएँ यो भन्दा पनि के अरे च्याटजिपिटी भन्दा पनि obviously Google हो Google को कम्पनीले दे आर जस्ट ट्राइङ देयर बेस्ट टु बिट द ओपन एआई कम्पनी सो उनीहरूको स्ट्र्याटेजी उनीहरूको कम्पिटिसन छ उनीहरूलाई जसरी हुन्छ टपमा आउनु छ मतलब उनीहरूको आफ्नो एउटै कम्पिटिसन छ क्या सो अरू त ठिकै छ ग्रकहरू यताउति अब त्यो भने त्यस्तै हो हैन हेर्दै जाउँला सबै कुराहरू हैन सो धेरै भिडियो लामो बन्छ सो त्यही भएर अब यो भिडियो कति मिनट भयो 21 मिनट भइसक्यो सो आई होप यु गाइज गेट द पोइन्ट सो यदि मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन प्लिज गरिदिनु होला धेरै केही गर्नु पर्दैन तपाईँ जानुस् युट्युबमा गएपछि तपाईँले टेक विथ प्रसुम भनेर तपाईँले यसरी थिच्नु भएपछि ट्याक्क लाएर यसरी आउँछ जुन चाहिँ मेरो थोबडा पनि छ जुन चाहिँ हैन सो मैले पहिला यहाँ 3 महिना अगाडि क्यानभा प्रो नेपाली ट्युटोरियल भनेर मैले बनाएको थिएँ सो यहाँ देख्न सक्नुहुन्छ ब्यानरहरू पनि छ हैन स्क्रिनशट अनि मैले यो जुन एआई जेनेरेटेड भिडियोहरू पनि बनाएको थिएँ जुन चाहिँ अभियसली टेक बेस्ड नै हो सबै हैन सो आई होप यु गाइज अनि अर्को कुरा के छ भने मैले कोर्सहरू पनि छुटाएर राखेको जुन चाहिँ तपाईँलाई जाभास्क्रिप्ट कोर्स पाइथन अनि रियाक्टको पनि थियो मैले रियाक्टको यो रिमुभ भएछ आफै गएर तपाईँले जाभास्क्रिप्ट कोर्सहरू पनि मजाले हेर्न सक्नुहुन्छ के हो पछि हुँदैन त ओके तपाईँले यहाँ गएर गर्न सक्नुहुन्छ पाइथन कोर्समा प्लेलिस्ट बनाएको छु जुन चाहिँ तपाईँहरूको लागि कन्भिनियन्स होस् सजिलो होस् तपाईँहरूलाई उ गर्नलाई भनेर मैले यो कोर्स सेक्सनमा पनि मेरो कोर्सहरू जस्तो जाभास्क्रिप्ट पाइथन अनि मेरो रियाक्टको पनि कोर्स छ कि जुन चाहिँ मैले भुलेँ भन्नाले यहाँ रियाक्ट कोर्स कता छ रियाक्ट जेएस प्लेलिस्टमा चाहिँ बसेछ कोर्समा बसेर हुन्छ कोर्स सेक्सनमा पनि मैले राखेको थिएँ कि जुन चाहिँ तपाईँहरूलाई कन्भिनियन्ट होस् तपाईँलाई त्यो कोर्सहरू गर्नलाई या अथवा स्टडी गर्नलाई आई नो मैले त्यो प्रो लेभलको बनाएको छुइनँ बट इन्टरमिडिएट लेभलसम्म चाहिँ तपाईँले बन्न सक्नुहुन्छ जस यहाँ म तपाईँले राम्रोसँग एकदमै इफ यु पे अटेन्सन टु दोज थिङ्स विच आई हेभ सेड हैन सो मतलब जति पनि कोर्सहरू छ जति पनि जे मैले एकदमै हार्डवर्क गरेर डेडिकेट भएर हैन एकदमै कमिटमेन्ट दिएर त्यो बनाएको हो सबै भिडियोहरू हैन यताउति सो त्यही भएर चाहिँ एकचोटि गरिदिनु होला हेरिदिनु होला बुझ्दिनु होला सो द्याट यु क्यान लर्न एन्ड अर्न सो या आई होप यु गाइज गेट द पोइन्ट सो थ्याङ्क यू फर वाचिङ देन आई विल सी इन द नेक्स्ट भिडियो